भन्ने हो भने यो देशमा सत्ता परिवर्तन भएकै छ, सरकार परिवर्तन भएको छ र आन्दोलनहरू भएर नयाँ नयाँ सत्ताहरू स्थापित भएको छ। तर ती सबै सत्ताहरूले व्यक्ति पात्र फेरिए पनि मुख्य रूपमा नफेरिएको हो भने ती विपन्न समुदायको जनजीविका, राज्य व्यवस्थामा परिवर्तन आए पनि आम जनताको जनजीविकामा अहिले पनि परिवर्तन आएको छैन। र हामी आजको यो कार्यक्रम मार्फत तपाईहरू समक्ष ती जनजीविकामा नआएका परिवर्तनहरूका पात्रहरूलाई केलाउँदै उहाँसँग कुराकानी गर्छौँ। धेरै परिवर्तनहरू जनकपुरमा भए, नेपालमा भए, शासन व्यवस्था फेरियो। तर नफेरिएको या सबैभन्दा आन्दोलन र परिवर्तनलाई नजिकबाट देख्ने मध्ये एक पर्नुहुन्छ रामजित यादव। उहाँ यहाँ चिया पसल गर्नुहुन्छ र यो नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको छेउमा, र हामी उहाँसँग यो तमाम जनकपुरमा र नेपालमा भएको परिवर्तनको बारेमा कुराकानी गर्छौँ। कति वर्ष भयो दाइ यहाँ गरेको? यहाँ तो कम दिन भयो त, योभन्दा पहिले नगरपालिका गेटको अगाडि मेरो दुकान गरेको थिएँ। ए अनि तपाईँले नि कति पढ्नुभयो? पढ्थेँ एसएलसी पास। कहाँ? इन्डियाबाट। इन्डियाबाट। अनि यो चिया पसल कति वर्ष गरेको? यो 2030 सालदेखि। अनि यो किन चिया पसल नै किन गर्नु पर्यो त? अनि कुन आफ्नो मतलब यहाँ आएर मैले होटलमा काम गरेको। होटलमा काम गर्दाखेरि 8-9 महिना जति होटलमा काम गऱ्यो। अनि त्यसपछि मन लाग्यो कि आफ्नो कुनै सानो काम भए पनि आफ्नो काम गर्ने भयो। अनि यहाँ कहाँ पहिले सुरुमा त्यो नगरपालिका गेटका बछार निकेतन भन्ने ठाउँ छ, त्यहाँ यो नेपाल राष्ट्र बैंक त्यसमा थियो। कहाँ थियो पहिला राष्ट्र बैंक? बछार निकेतन। ए भन्नाले कुन? यो स्टेसन रोड, शिवचौकबाट स्टेसन रोड, नगरपालिका गेटको अगाडिमा। अनि यो अहिले 15 रुपियाँ पर्छ नि चिया। अनि तपाईँले पसल थाप्दाखेरि कति रुपियाँ? 10 पैसाको। 10 पैसामा एक कप? एक कप। ए यो कुन सालको हो? यो 2031 मा। त्यसपछि 15 पैसा भयो, 25 पैसा भयो, यस्तै बढ्दै गयो। अनि 10 रुपियाँ भयो। 1 रुपियाँ भयो। अनि 1 रुपियाँ पछि 2 रुपियाँ पनि भयो। त्यसपछि तपाईँको सिधै 5 रुपियाँ भयो। 5 रुपियाँ पछि 10 रुपियाँ भयो। त्यस्तै बढ्दै गयो। अनि अहिले नि तपाईँको अनि त्यो होटल पनि खोल्नुभयो? होटल यहाँ आएर खोलेको। त्यहाँ पनि त मेस जस्तो थियो, 1-2 जनाले यस्तो खान्थ्यो खाना। अनि छोराहरू के गर्छन् त? छोरा एउटा बोर्डिङ स्कुलमा, सिद्धार्थ बोर्डिङ स्कुल छ, त्यसमा काम गर्छ। अनि पढाउनु छोराले? छोराले त्यो बैचलर गरिसक्यो, डिग्रीमा अपना बैक लगाएछ। ए अनि यो चिया पसलबाटै पढाउनु भयो तिनीहरूले? चिया पसलबाट। अनि यो जसरी तपाईँको छोरीहरू छन्, 4वटा बच्चा छ, त्यसमा 2टा छोरा 2टा छोरी। एउटा ठुलो छोरा चाहिँ त्यो एकजनाले हेल्प गरिदियो, बोर्डिङ स्कुलमा नाम लेखाइदियो त्यसको। अनि पछि चाहिँ आफ्नो हौसला भयो बच्चालाई पढाउनुपर्छ भनेर, अनि त्यो 4 बच्चालाई त्यही एसएलसी त्यही सिद्धार्थ बोर्डिङबाट गरायो। अनि त्यहाँ प्रिन्सिपलले अलिकति हेल्प गरिदियो, चिया दुकान गरेर यहाँ पढाएको भनेर धेरै हेल्प गरिदिन्थ्यो। अनि तपाईँले एउटा कुरा, यो जसरी धेरै परिवर्तनहरू भयो होइन,
तपाईँले अब त्यो राजाको पनि शासन देखेको होला, विकास जनकपुरको कुरा गर्ने हो भने विकास पनि थोरै, किनभने राष्ट्र ब्याङ्क अहिले ठुलो भइसकेको, त्यो बेलामा सानो एउटा कोठामा थियो होइन, सिडिओ अफिस पनि उतै थियो होइन। अनि त्यो अवस्थामा तपाईँको परिवर्तन जुन भयो नि, अनि के पाउनुभयो फरक अहिलेको अवस्था र विगतमा जनकपुरमा परिवर्तनमा के पाउनुभयो? जनकपुरमा तपाईँको यस्तो पुरानो कुरा धीरे धीरे पिँढी दर पिँढी चेन्ज भयो नि, चेन्ज भएपछि अटोमेटिक परिवर्तन हुँदै गयो भनेर विचारमा परिवर्तन भयो, मान्छेको व्यवहारमा परिवर्तन भयो, त्यस्तो गर्दा गर्दा अहिले धेरै परिवर्तन भइसक्यो। घरहरू त खाली अलि ठाउँ थियो, जनसङ्ख्या बढ्यो अनि घर त अटोमेटिक बन्नै थियो। अनि मेन रोड तपाईँ आउँदाखेरि नि अहिले जनक चौकदेखि भानुचौक या यो जनकपुर विमानस्थलदेखि रेलवे स्टेसनसम्मकोलाई पुरा एकदम अहिलेको अवस्थामा सबै व्यस्त मानिन्छ कि सबभन्दा बढी व्यस्त भएको र यसलाई मेन सिटी पनि मान्छ। तपाईँ आउँदाखेरि त्यो एरियाको अवस्था कस्तो थियो? त्यो धेरै त्यो गाउँघरको जस्तो अहिले तपाईँको गाउँघरको जस्तो रोडहरू थियो त्यस्तै थियो। यहाँ बर्सातमा एकदम पानी बढ्थ्यो, हिलो हुन्थ्यो, जाने आउने अप्ठ्यारो हुन्थ्यो, त्यस्तै थियो। अनि बिस्तारै बिस्तारै तपाईँको मैले त त्यहाँ चिया दोकान तपाईँको यो राधा प्रसाद चौधरी थियो नि, मारवाडी पहिलो प्रधान पञ्च पनि हो, पहिलो हो कि त्योभन्दा पहिले पनि थियो दामोदर, त्यसपछि दामोदरजीको पालादेखि अनि फिर कृष्णगिरी उयो बजरङ शाह उहाँहरू आउनुभयो। त्यसपछि मतलब त्यो बेलामा दामोदरजीले धेरै परिवर्तन गर्नुभयो तपाईँको रोडहरूको विषय। मतलब जनकपुरको विकासमा दामोदर उपाध्यायको सबभन्दा बढी योगदान के रोडहरूको विषयमा। रोडहरू बनाउनु भयो उहाँले। पहिला त्यो कच्ची रोड थियो या होइन, त्यस्तो ग्रेबल जस्तो थियो, खरन्जा जस्तो थियो। तपाईँले नि बैलगाडामा त्यो यो फोहोरहरू बैलगाडामा उठाउँथ्यो। यो फोहोरहरू ट्र्याक्टर थिएन, ट्र्याक्टर बैलगाडामा उठाउँथ्यो। अनि एउटा कुरा यो अनि जसरी तपाईँले यो जनकपुरको इतिहास लेख्ने होइन, हिस्ट्री अफ जनकपुर लेख्ने रिचर्ड बर्गरसँग पनि तपाईँको नजिक भयो। अनि नजिक भइसकेपछि तपाईँले त्यसलाई त्यो व्यक्ति कसरी नजिक आयो तपाईँसँग? किनभने तपाईँ र उसको स्ट्यान्डर्डको कुरा गर्ने हो, तत्कालीन अवस्थामा फरक थियो। तपाईँ चिया पसल त्यो थाप्ने, त्यो ऊ एउटा विदेशी होइन, कसरी सम्पर्क भयो? होटलमा म पहिले सुरुमा होटलमा काम गर्थेँ नि, त्यसमा लज पनि थियो। कुन होटल थियो? त्यो सम्झना होटल। अहिले त जनक चौक अहिले छैन। थियो सञ्चालक तपाईँको यो बटेश्वरको बाबु साहब थियो, कृष्णबहादुर श्रेष्ठ के को छ। अनि उहाँले खोल्नुभएको थियो। अनि त्यसमा चाहिँ लज पनि थियो। त्यो सुरुमा त्यहीँ बस्ने आएको, सुरुमा त्यहाँ बस्यो। अनि बस्दाखेरि अब उसलाई केही कुरा जानकारी के लागि या केही मागे भने अब उहाँको अरू कोही पनि इङ्ग्लिसमा त्यति जान्दैन थियो। अब म अलिअलि बुझ्थ्यो त्यसको कुरा। अनि त्यस्तै फर्काउँदै गर्दा यताउता उसले सम्झाउँदै। तपाईँलाई इङ्ग्लिस त्यसैले सिकाइदियो कि क्या? होइन, म पहिलेको इङ्ग्लिस अलिअलि पढ्दै थिएँ, पढेको थियो, एसएलसीसम्म त पढेको थियो। अनि सत्सङ्गले गर्दाखेरि प्र्याक्टिस हुँदै गयो। अनि म चिया दोकान गर्दाखेरि तपाईँको पछि चाहिँ त्यो द टाइम्स अफ इन्डिया इङ्ग्लिस पेपर पढ्ने गर्थ्यो, इङ्ग्लिस नबिर्सोस् भनेर। अनि त्योसँग त्यही बेला त्यो होटलमा चिनजान भयो। अनि त्यसपछि उसको आफ्नो बिस्तारै बिस्तारै आफ्नो कथा भन्यो कि म यस्तो यस्तो यहाँ आएको थिएँ, यहाँ बस्छु। अनि त्यसपछि म चिया दोकान गऱ्यो। अनि ऊ गयो रामा होटलमा बस्यो। अनि चिया दोकानमा गर्दाखेरि मेरो यहाँ चिया खाने आउँथ्यो, गफ गर्थ्यो, 2-2 घन्टा 3-3 घन्टा बस्थ्यो, चुरोट खान्थ्यो, 4-4 बट्टा याक चुरोट एकै दिन खाइदिन्थ्यो। त्यस्तो गफ गर्दथ्यो। पानी खाँदैन थियो, पानीको ठाउँमा कोकोलाहरू यस्तो खान्थ्यो। अनि यो जनकपुरको तपाईँको यो रिसर्च गर्दैछ जनकपुर बारेमा थाहा थियो के त्यो बेलामा त्यसले भनेको थियो रिलिजियस डेभलपमेन्ट अफ जनकपुर। त्यसको विषयमा म यस्तो पढ्ने आएको, यो पिएचडी गर्ने आएको मैले भनेको। अनि त्यही विषयमा मैले पनि उसको साथमा जहाँ अब बाबाजीहरूको कुटीमा जानु पर्थ्यो त म उसको साथमा जान्थ्यो। अनि बाबाजीलाई उसको कुरा बुझाइदिने, बाबाजीले भनेको उसलाई बुझाइदिने। अब मैले कुनै कुरा समझमा नआयो भने उसको इङ्ग्लिस सजिलो इङ्ग्लिस त्यो मैले पनि सम्झाइदिन्थ्यो त्यस्तो। अनि म दुईजनाको मेडिटेटर बनेर अनि सिकाइदिन्थ्यो सके। अनि एउटा कुरा यो जसरी जनकपुरको कुरा गर्ने हो नि, अनि तपाईँले सत्ता हेरेको हो, सत्ता परिवर्तन भन्छ कि सत्तामा तपाईँले राजाको पनि सत्ता हेर्नुभयो होला, त्यो पनि सक्रिय सत्ता राजाको। त्यसपछि तपाईँको विभिन्न सत्ता अहिले गणतन्त्र छ, सङ्घीयता छ, गाउँ गाउँमा अहिले अधिकारहरू। तर तपाईँको जनजीविकामा परिवर्तन आएन कि? यति परिवर्तन भयो देशमा, तपाईँमाथि किन परिवर्तन आएन?
के लाग्छ? मेरो परिवर्तन आयो र आफ्नो जो एउटा मान्छेको जे हुन्छ उद्देश्य हुन्छ, चाहे त्यो ठुलो बिजनेस गरेर होस्, चाहे आफ्नो मनमा सन्तोष गरेर होस्, जति सीमित लिमिटेडमा म आफ्नो लागि राख्ने खोजेको त्यति म छँदैछु। छोराछोरीहरू आउँछ कि आउँदैन, हेरचाह गर्छ? छोराछोरी आउँछ तर चिया दोकान नगर्ने यस्तो भन्छ। किन? अब हामीहरू कमाउने भइसक्यो, नगर्ने। अनि तपाईँले किन गर्नुभयो त? यदि अब त तपाईँको अब यो वृद्धाश्रम भनेको अब धर्म वृद्ध भइसकेपछि धर्म कर्म गर्ने उमेरको मान्छे, अनि तपाईँले चिया पसल अनि अब मेरो त उद्देश्य त्यही छ क्या, म जबसम्म आफ्नो हात खुट्टा चल्छ, राम्रो स्वास्थ्य राम्रो हुन्छ त बसेर खाने भने कमसेकम आफ्नो स्वास्थ्य हिलडोल गऱ्यो भने आफ्नो स्वास्थ्य राम्रो रहन्छ। त्यसको मेन उद्देश्य त्यो छ। बाँकी 2 पैसा आफ्नो हुन्छ, बालबच्चाले। घर छ कि भाडामा बस्नुहुन्छ? मैले त किनेको होइन, छोराले किनेछ घर। ए, तपाईँ भाडैमा बस्नुहुन्छ? म अहिले भाडा बस्छु तर जान्छु, त्यहाँ घरमा पनि जान्छु, बोलाउँछु। घर अलिकति मेरो पसलबाट टाढा पर्छ, 20-25 मिनट लाग्छ। त्यसलाई मेरो बर व्यापार यहीँ छ, अनि त्यस लागि म यहीँ आफ्नो भाडामा नजिक बसेको। अनि तपाईँले नि यो धेरै हेर्नुभयो कि सामान्य तपाईँको मात्र होइन कि अन्य जम्मैको धेरै जसो यो घर त बन्यो, ठुला जनकपुरमा घरहरू बन्यो, तर बन्दैपट्टि जसरी तपाईँको आम होइन जो मान्छे तबकाहरू जो बाहिरतिर अर्थात् अहिले पनि त्यो दलितहरू, त्यो विपन्नहरू, तिनीहरू अहिले पनि परिवर्तन गर्ने त्यही अवस्थामा छ कि? अहिले पनि त त्यही अवस्थामा छ, तर बिस्तारै जति हुनु पर्यो त्यति त परिवर्तन छैन, तर बिस्तारै परिवर्तन भइरहेछ उनीहरूमा पनि। अनि त्यो हिस्ट्री अफ जनकपुर जसले लेख्यो नि रिचर्ड बर्गरले, अनि एक त तपाईँसँग त्यो बाबा मठहरूमा, त्यसपछि त्यो जनकपुरबाट गइसकेपछि तपाईँलाई भेट्न आयो या आएन? 1 साल 2 साल पछि फेरि आयो। एकचोटि 1 साल यहाँ बसेर गयो, अनि फेरि गयो त्यहाँबाट अब आफ्नो फेरि अध्ययन गरेर फेरि 2 सालको आफ्नो परिवारसहित आएको। अनि तपाईँसँग भेट्यो? उसको उसले परिवारसँग आयो, मेरो परिवारसँग, मेरो बच्चाहरूसँग पनि हिलमिल भयो। अनि मेरो बच्चाहरूलाई लिएर यस्तो जानकी मन्दिर यताउता घुमाउँथ्यो। अनि यो जब यो पुस्तक लेख्दैछ या पुस्तक प्रकाशित भयो, उसको बुक आयो, त्यो तपाईँलाई थाहा थियो कि थाहा थिएन? त्यो त थेसिस लेख्छ भनेको त्यो मैले थाहा छ, तर अब उहाँले लेख्नुहुन्छ के गर्नुहुन्छ त्यो मैले त्यति गहिराइमा म गएन। अब यो त तपाईँबाट नै थाहा भएको पुस्तक लेख्नु भयो। अनि यो जसरी तपाईँको जनकपुर त्यो बाबाजी विभिन्न मठ मन्दिरहरूमा गयो, अनि जनकपुर त्यो बेलामा तपाईँको पुरै मठै मन्दिरले भरिएको थियो। अहिले त त्यो सबै बिस्तारै सहर उन्मुख भयो, धेरै भयो। अनि त्यो सबै भइसकेपछि अहिले मठ मन्दिर, पहिलाको मठ मन्दिरको अवस्था या अहिले तपाईँ जानुभयो त्योसँग जाँदाखेरि, रिचर्ड बर्गरसँग जाँदाखेरि त मठ मन्दिरमा धेरै जानुभयो होला, बाबाजीहरूसँग धेरै सत्सङ्ग भयो होला। अनि त्यसपछि अहिले बाबाजीहरूको र पहिलाको बाबाजीहरूमा के फरक थियो? अहिले बाबाजीहरू आफ्नो खालि पैसा कमाउनेको फेरिमा बढी लाग्छ। अनि पहिले त्यस्तो थिएन, भगवानको सेवा गर्ने अरू जनताहरूसँग आफ्नो हिलमिल गर्ने त्यस्तो खाले थियो। अहिले त्यो धेरै जस्तो बाबाजीहरू त्यही पैसा कसरी कमाउने, मठ मन्दिरको जमिन बेचेर त्यस्तोमा भएछ। धन्यवाद।